नमस्कार। यहाँहरूको माझ मैले आज एकदमै प्रभावकारी विधि चक्रनाद ध्यान विधि गरेर यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेको छु। चक्रनाद ध्यान विधि यस्तो ध्यान विधि हो, यसले हामी भित्रको सूक्ष्म चक्रहरूलाई, सातैवटा चक्रहरूलाई उजागर गर्नमा एकदमै मद्दत गर्छ। यो चक्रनाद ध्यान विधि बिहानको खाली पेटमा गर्नु अति उत्तम हुन्छ। खाली पेट भएन भने अरनी अर्थात् नास्ता गरेर पनि यसलाई गर्न सकिन्छ। यो ध्यान विधिबाट सातैवटा चक्रलाई क्रियाशील गर्छ। यो विधिले कुण्डलिनी ऊर्जालाई पनि ऊर्ध्वगमन गर्छ र शरीरमा कान्ति र मनमा शान्ति बढ्छ। स्नायु प्रणाली सन्तुलन राख्छ। त्यस्तै गरेर सुख शान्ति र समृद्धिको मार्ग पनि प्रशस्त गर्छ। यो विधिमा 3वटा चरण छन्। पहिलो चरणमा चक्र प्राणायाम एकहोरो मात्रै घुमिरहन्छौँ। दोस्रोमा छ उद्गीत प्राणायाम, ओमकार गर्छौँ, लामो लामो ओमकार गर्छौँ र तेस्रो चरणमा हामी ध्यानस्थ हुन्छौँ। 15-15 मिनटको 3वटा चरण, 45 मिनटमा हामीले यसलाई पुरा गर्छौँ। अब हामी पहिलो चरणमा प्रवेश गर्छौँ। दुवै हातलाई घुँडामाथि आरामपूर्वक राखिदेऊ। दुवै ओठ हलुका स्पर्श गरौँ। दुवै नयन बन्द गरेर पनि गर्न सक्छौँ। बन्द गऱ्यौँ भने हाम्रो ऊर्जा बाहिर खेर जाँदैन। त्यसैले गर्दा अब हामी जताबाट घुमे पनि, अगाडितर्फ दायाँ तर्फबाट घुमे नि बायाँ तर्फबाट घुमे पनि, जताबाट घुमे पनि एकहोरो घुम्छौँ। अगाडि जाँदा श्वासलाई छोड्छौँ, पछाडि आउँदा श्वासलाई भर्दै भर्दै आरामपूर्वक अब हामी सुरु गर्छौँ। अब सानो म्युजिक बज्छ, त्यसको साथमा एकदमै शान्त भावले हामीले अब सुरु गरौँ। अगाडितर्फ दायाँ तर्फबाट पुरै झिक्छौँ। श्वास छोड्दै छोड्दै छोड्दै, श्वास भर्दै भर्दै, श्वास छोड्दै छोड्दै, एकदमै खुसी हुँदै आनन्दले पुरै राउन्ड लगाउँछौँ। आरामपूर्वक छोडिदेऊ शरीरलाई। स्वचालित रूपमा आफै अटोमेटिकली घुमिरहन्छ शरीर। एकदमै आरामपूर्वक खुसी हुँदै हुँदै
हामी दोस्रो चरणमा प्रवेश गर्न गइरहेका छौँ। लामो ओमकार प्राणायाम गर्छौँ। उद्गीत प्राणायाम। सुखासनमा रहौँ सबैजना। मेरुदण्ड गर्दन शिरलाई सिधा राखौँ। दुवै हातलाई ज्ञान मुद्रामा राखौँ। बिस्तारै दुवै नयन कोमल बन्द गरौँ र हामी अ उ र म को रिदम मिलाएर लामो ओमकार ध्वनि गुन्जायमान गर्छौँ। ओमकार ध्वनिको मन्त्रोच्चार गर्छौँ म्युजिकको साथमा। हामीले ओमकार लामो उद्गीत प्राणायाम पश्चात सर्वाधिक महत्त्वपूर्ण क्षणमा प्रवेश गरिसकेका छौँ। अब हामी सुखासनमा रहेर दुवै हातलाई ज्ञान ध्यान मुद्रामा राखेर दुवै नयन कोमल बन्द गर्दै ध्यानस्थ हुन्छौँ। मूर्ति जस्तै स्थिर रहौँ। अब सङ्कल्प गर्छौँ कि अबको 15 मिनट कुनै हलचल गर्ने छैनौँ। एकदमै आरामपूर्वक मेरुदण्ड गर्दन शिरलाई सिधा बनाऊ। दुवै हातलाई ज्ञान ध्यान मुद्रामा दुवै घुँडामाथि हत्केलालाई आकाशतर्फ फैलाउने गरी आरामपूर्वक राखिदिउँ। दुवै नयनहरू कोमल बन्द गरिदिउँ। दुवै ओठ एक आपसमा हलुका स्पर्श गर्दै गर्दै एकदमै अनुहारलाई उज्यालो बनाएर शान्त 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 रहौँ।
2-4 पटक लामो र गहिरो श्वास आफ्नो याद गरौँ। बिस्तारै हात पाउका औँलाहरूलाई चलाइदिउँ। बिस्तारै आफूलाई ध्यानबाट बाहिरिएको आफूलाई सूचना गरौँ। 2-4 पटक लामो र गहिरो श्वासको साथमा बिस्तारै दुब्लै हत्केलालाई आफ्नो हृदय अगाडि घर्षण गरिदिउँ। हत्केलामा न्यानोपनको अनुभव भएपछि, दिव्य ऊर्जाको अनुभव भएपछि दुवै हत्केलाले दुवै नयनमा स्पर्श गरौँ। दिव्य ऊर्जालाई दुवै आँखाको माध्यमबाट सारा शरीरमा फैलाइदिउँ र मिठो मुस्कानको साथ मुसुक्क मुस्कुराउँदै दुवै नयन दुवै हत्केलामा खोलौँ र सहज बनाऊ।